नमस्कार, म ओम प्रकाश। टाइटलमा देखेर पनि थाहा पाइसक्नुभयो होला कतिले सहयोग कति उठ्यो त भन्ने विषयमा जानकारी दिँदैछु म आज। आज कोही कसैले पहिलोपटक हेर्दै हुनुहुन्छ र टाइटल मात्रै हेरेर यो के हो पुरै नबुझिने भन्ने लागेको छ भने हामीले दुवै मृगौला फेल भएर मृत्यु भएका शारदा नगरपालिका वडा नम्बर 12 का सुकलाल बुढाथोकीको साना 2 छोराको लागि भनेर केही आर्थिक रकम सहयोग सङ्कलन गरिरहेका थियौँ। उहाँको उपचार गर्दा धेरै ऋण लागेको र घरमा क्रिया खर्च समेत गर्ने पैसा नभएको कारण र उहाँहरूको छोराहरूलाई पनि हेरफेर अलिकति त्यो पुगोस् न त सुरुवाती चरणमा भन्ने उद्देश्यका साथ आर्थिक रकम सङ्कलन गर्न थालिएको थियो र धेरैजनाले भेटेर पनि सहयोग दिनुभयो र धेरैजनाले बैङ्क अकाउन्टमा पनि ट्रान्सफर गरिदिनु भएको थियो। जसले भेटेर पैसा दिनुभएको थियो उहाँहरूको नाम हामीले लाइभ मार्फत ओम प्रकाश बुढाथोकीको फेसबुक पेज मार्फत जानकारी गराएका छौँ। यदि कोही कसै इच्छुक हुनुहुन्छ भने मेरो नाम आयो कि आएन भनेर सुन्न चाहनुहुन्छ भने यहाँ सर्च गर्नुहोला, त्यो हेर्नुहोला, त्यो लाइभलाई हेर्नुहोला र यहाँ बैङ्क अकाउन्ट मार्फत आएको सहयोगहरू आज यहाँ नाम सहित जानकारी दिँदैछु। यसो गर्नुको कारण के थियो भने प्रश्न जहाँ पनि उठ्छ, अरू कुनै व्यक्तिका कुरा किन गर्नु पर्यो र तपाईँ हामी भइदिए पनि म भइदिए पनि जस्तो मेरो लागि भनेर आइरहेको पैसा छ तर अरू कसैको खातामा आइरहेको छ र डिटेलमा त जानकारी हुँदैन। उसको खातामा आयो कि आएन, कति आयो, धेरैको आएको थियो कि धेरै आउँदा थोरै आयो भनिदियो कि भन्ने लाग्न सक्छ हैन। त्यसकारण पनि कुनै पनि भएको काम कुराहरू क्लियर हुनुपर्छ, पारदर्शी हुनुपर्छ भन्ने मेरो पनि बुझाइ हो र तपाईँको पनि त्यही बुझाइ हुनुपर्छ। हामी सबैको मान्यता त्यही हो। तसर्थ मैले आज तपाईँहरूको जसले नाम सहयोग पठाउनु भएको त सबैको नाम टिपेर राखेको छु, नाम भन्छु यहाँ। यतिले मात्रै हुँदैन, नाम त कसैको छुट्न पनि सक्छ। त्यसकारण त्यो कुराको पनि निश्चिन्त रूपमा तपाईँले मजासँग हेर्न सक्नुहुनेछ। यो साइडमा बैङ्कको स्टेटमेन्ट चलिरहेको हुन्छ हैन, यो साइडमा, अनि यो साइडमा पठाउने मान्छेको नाम र फोटा चलिरहेको हुन्छ। जसले हामीलाई नाम ठेगाना र फोटा उपलब्ध गराउनु भएको थियो। यस्ता कोही व्यक्तिहरू हुनुहुन्छ जसले नाम ठेगाना छुटाउनु भएको थियो, छुटे पनि उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। तर अमाउन्टमा फरक पर्दैन किनकि स्टेटमेन्ट यता चलिरहेको छ। आजमा जम्मा कतिजनाले सहयोग पठाउनु भएको थियो त र ह्यान्ड क्यास जसले भेटेर पैसा दिनुभएको थियो उहाँहरूबाट जम्मा कति उठेको थियो। अस्ति एकजनाको छुट्नु भएको रहेछ, लास्टमा नाम भन्छु मैले। ह्यान्ड क्यास मतलब भेटेर पैसा दिनेहरूबाट कति उठेको थियो र बैङ्क अकाउन्ट मार्फत टोटल कतिजनाले ट्रान्सफर गर्नुभएको थियो र कति उठेको थियो भन्ने विषयमा क्लियर जानकारी गराउनेछु। र तपाईँले पैसा पठाउनु भएको थियो र नाम आएन भने तपाईँले आफूले पठाएको कुन डेटमा आफ्नो बैङ्कको स्टेटमेन्टलाई चेक गरेर कुन डेटमा मैले ट्रान्सफर गरेको थिएँ त्यो डेटमा यताको स्टेटमेन्टसँग म्याच खायो कि खाएन। यदि म्याच खाएको खण्डमा यहाँ पैसा त देखाएको छ त तर मेरो पैसा किन आएन भनेर मजासँग प्रश्न गर्न पाउनुहुनेछ। अब ढिला नगरी जसले आफूले नखाइ नलाइ साना बाबुहरूको लागि भनेर आफूले पसिना बगाएर मेहनत गरेर आर्जेको अर्थोपार्जन सहयोग स्वरूप हस्तान्तरण गर्नुभएको थियो ती सम्पूर्ण भगवान रूपी दर्शकहरूको नाम सरसर्ती वाचन गर्न गइरहेको छु। त्योभन्दा पहिला हामीले मृतकको बहिनीको अकाउन्टमा सहयोग सङ्कलन गरिरहेका थियौँ र यो उहाँको पर्सनल अकाउन्ट भएको कारण उहाँकै अनुमतिमा सार्वजनिक गरेको पनि जानकारी गराउँछु। अब सरसर्ती सहयोगी व्यक्तिहरूको नाम भन्न गइरहेको छु। हामीलाई सबैभन्दा पहिले सहयोग रकम पठाउनु भएको थियो रु 1025। त्योभन्दा माथितिरको जोड्नु होला। थमन खड्का तुलसीपुर 12 दाङदेखि 18 तारिकदेखि हामीलाई सहयोग आएको थियो। हाम्रो गतेको कुरा गर्दा स्टेटमेन्टमा तारिक भएको हुनाले म तारिक नै लेखेको छु। गतेको कुरा गर्दाखेरि 4 गतेदेखि सुरु दिएका थियौँ हामीले। थमन खड्का तुलसीपुर 12 दाङबाट रु 1025, अमर रोका शारदा नगरपालिका 13 घोनेटी सल्यानबाट 5005, होमराज भण्डारी शारदा नगरपालिका 13 सल्यानबाट 1355, बुद्धिराम रोका शारदा नगरपालिका 13 घोनेटीबाट रु 2055, कमल घरती मगर शारदा नगरपालिका 13 बाट रु 515, लालबहादुर रोका शारदा नगरपालिका 13 सल्यानबाट रु 505 गरेर जम्मा 6 जनाले पठाउनु भएको थियो 10,450 रुपैयाँ। तपाईँहरूले पनि जोड्नु होला
यदि मिस्टेक भयो भने कमेन्ट गरिदिनुहोस्, मलाई पनि सुझाव हुनसक्छ। त्यसै गरी हामीलाई पठाउनु भएको थियो 19 तारिकको दिनमा प्रतिभा मण्डल सिराबाट रु 5000, महेन्द्र बुढाथोकी शारदा नगरपालिका 12 तिमिलेबाट रु 1812 रुपैयाँ 51 पैसा, सुरेन बस्नेत हुनुहुन्छ ओखलढुङ्गाबाट रु 1400। त्यसै गरी सुरेन बस्नेतले आफ्नो श्रीमतीको नामबाट पनि राखिदिनु भएको थियो ओखलढुङ्गाबाटै रु 780, नवीन बोरा त्रिवेणी गाउँपालिका 5 सल्यानबाट रु 1500, ललित रोगा साननगर गाउँपालिका 2 दाङबाट 1005, तिलक भण्डारी शारदा नगरपालिका 13 सल्यान चौरबाट रु 1500, भीमसेन बुढामगर शारदा नगरपालिका 13बाट रु 700 र केशव ओली शारदा नगरपालिका 12 तिमिलेबाट रु 2005, कृष्ण बुढाथोकी शारदा नगरपालिका 12 रेशमझोलाबाट रु 5121। त्यसै गरी अन्तपुन हुन्थ्यो शारदा नगरपालिका 13 घोर्नेटीबाट रु 1155, शोभा प्लस निरज रावत हुनुहुन्थ्यो कुमा गाउँपालिका 4 कालागाउँबाट 565, मोहन घरती हुनुहुन्थ्यो शारदा नगरपालिका 13 घोर्नेटीबाट रु 1500, पूर्णिमा रोका रावत हुनुहुन्छ शारदा नगरपालिका सल्यानबाट रु 2000, बिन्दा रोका गिरी हुनुहुन्छ शारदा नगरपालिका 13 सल्यानबाट रु 2100 र राजकमल रोका हुन्छ शारदा नगरपालिका 13बाटै रु 1005, मनिषा रावत हुनुहुन्छ शारदा नगरपालिका 13 सल्यानबाटै रु 1500, नवीन घरती मगर हुनुहुन्छ शारदा नगरपालिका 13बाटै रु 1000, रमेश रोका हुन्छ शारदा नगरपालिका 13बाटै रु 1505, उत्तम चन्द हुन्छ शारदा नगरपालिका नभएर शान्तिनगर गाउँपालिका 7 दाङबाट रु 505, आयुष योगी हुनुहुन्छ, उहाँको ठेगाना मैले गलत लेखेँ पनि उहाँको ठेगाना चाहिँ थाहा भएन मलाई, रु 1015 पठाउनु भएको थियो। सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामीलाई 19 तारिकको दिन जम्मा 21 जनाबाट सहयोग आएको छ रु 35158 रुपैयाँ 21 पैसा। अब 20 तारिकको भन्न गइरहेको छु, तपाईँहरूलाई मेरो नाम कति बेला आउला भन्ने कौतुकता लागिसकेको छ होला, आउँछ एकैछिन पर्खिनुहोस्। र 20 तारिकमा हामीलाई जम्मा 14 जनाबाट सहयोग रकम आएको छ। रमेश खड्का हुन्छ शारदा नगरपालिका 13 सल्यानबाट रु 1100, रविन्द्र बुढाथोकी हुन्छ बागचौर नगरपालिका 100 बाट रु 1155, हरि खड्का समर्पण हुन्छ रिजन अफ शान्तिनगरको प्रबन्धक पनि हुनुहुन्छ उहाँ, शान्तिनगर 7 दाङबाट रु 1005, सेवक पनि हुन्छ त्रिवेणी गाउँपालिका 5 सल्यानबाट रु 1055, तिलकपुर मगर हुन्छ छत्तीसोली गाउँपालिका सिवालीबाट रु 500, राकेश ओली हुन्छ तुलसीपुर दाङबाट रु 1505, धीरज शर्मा हुन्छ शान्तिनगर गाउँपालिका 7 दाङबाट 520, प्रेम कुमारी ओली हुन्छ शान्तिनगर गाउँपालिका 6 दाङबाट रु 1000, शर्मिला तामाङ बुढाथोकी हुनुहुन्छ शारदा नगरपालिका 12 तिमिलेबाट रु 2000, देवी बुढाथोकी हुन्छ तुलसीपुर महानगरपालिका 18 दाङबाट रु 1050, नवीन सुनार हुनुहुन्छ बर्दियाबाट रु 400, शालिग्राम हुनुहुन्छ, उहाँले आफ्नो नाम ठेगाना कुनै पनि जानकारी पाएनौँ हामीले उहाँको, तर शालिग्राम नामबाट आएको छ रु 1000। त्यसैले परिवर्तनशील युवा क्लबबाट आएको छ शारदा नगरपालिका 15 मालनेता सल्यानबाट रु 501 र कुनै पनि नाम छैन, क्रेडिट मात्रै लेखेको छ, स्टेटमेन्टमा पनि हेर्न सक्नुहुन्छ, उहाँबाट आएको छ रु 505। तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र जम्मा 14 जनाबाट आएको छ 13296 रुपैयाँ। तपाईँहरूले पनि जोड्नु होला, मिस्टेक भयो भन्नुहोस् है त। म अब सरसरी 21 तारिकको भन्न गइरहेको छु। 21 तारिकमा हामीलाई जम्मा 13 जनाबाट सहयोग रकम आएको छ। पार्वती ओली शान्तिनगर गाउँपालिका 6 दाङबाट 500, तारा प्रसाद कंवर हुन्छ शारदा नगरपालिका 13 सल्यानबाट 1005, दीपक भण्डारी तुलसीपुर महानगरपालिका 7 तमाखे दाङबाट 555, गणेश योगी शारदा नगरपालिका 12 काखोलाबाट रु 3630, निर्मला रोका शारदा नगरपालिका 13 सल्यानबाट रु 600, विशाल खनाल हुन्छ दाङबाट रु 2211, पिमा कंवर हुन्छ शान्तिनगर 6 दाङबाट 300, दिपा योगी हुनुहुन्छ शान्तिनगर 7 दाङबाट रु 1000, दिलबहादुर बुढाथोकी हुनुहुन्छ शारदा नगरपालिका 13 सल्यानबाट रु 5000, त्यसै गरी किला बुढाथोकी हुन्छ शारदा नगरपालिका 13 चौमपानीबाट रु 3200, मिनराज ओली हुन्छ शारदा नगरपालिका 13 अत्तरकाँडाबाट रु 1880 र बच्चाहरूको लागि भनेर पठाउनु भएको छ, उहाँको नाम थाहा भएन, रु 1111 रुपैयाँ 11 पैसा पठाउनु भएको छ र एमराज नामबाट आएको छ, उहाँको बारेमा पनि केही जानकारी पाउन सकेनौँ हामीले, उहाँले 200 पठाउनु भएको छ र 21 तारिकको दिन जम्मा 21192 रुपैयाँ 11 पैसा सङ्कलन भएको छ। अब सरसर्ती 22 तारिकको भन्न गइरहेको छु म। विजय ओली हुन्छ दाङबाट रु 6800, शिवु दिताल हुन्छ तुलसीपुर दाङबाट रु 1011, गौलाल गिरी हुन्छ शारदा नगरपालिका 12 सल्यानबाट रु 1000, डम्बर खड्का हुन्छ शारदा नगरपालिका 12 मुलडानाबाट रु 1555, भीमबहादुर रावत हुनुहुन्छ शारदा नगरपालिका 13 सल्यान चौरबाट रु 1500, जमुना थापा मगर हुन्छ कालीमाटी गाउँपालिका 3 मर्चियाबारीबाट 500, विनिता बुढाथोकी डाँगी हुन्छ छत्रीसरी गाउँपालिका 3 दारेम जिल्लाबाट रु 1500, प्रकाश विक हुन्छ शारदा नगरपालिका 12 अमराई टाकुराबाट रु 1772 रुपैयाँ 74 पैसा, रेशमी रोका हुन्छ शारदा नगरपालिका 12 अमराई टाकुराबाटै रु
2000, खिमलाल खड्का हुनुहुन्छ शारदा नगरपालिका 12 काठखोलाबाट रु 3200, रेस्पेक्टेड दाई हुनुहुन्छ असिम कुमार डाङ्गी शान्तिनगर गाउँपालिका 7 दाङबाट रु 2505, र दिपा भण्डारी हुनुहुन्छ शारदा नगरपालिका 13 सल्यानबाट रु 1010, र लक्ष्मी भण्डारी राजगुरु हुनुहुन्छ शारदा नगरपालिका 13 अत्तरकाँडाबाट रु 1000, हुकुम रोकाए हुनुहुन्छ दार्मा गाउँपालिका 2 सल्यानबाट, हाल तुलसीपुर महानगरपालिका 8 दाङबाट रु 3000, र हेमराज बस्नेत हुनुहुन्छ शारदा नगरपालिका 13 सल्यानबाट रु 500। 22 तारिकको दिनमा 15 जनाबाट 28,853 रुपैयाँ 74 पैसा सहयोग आएको छ। र अब म सरस्वती 23 तारिकको जानकारी दिन गइरहेको छु। जितबहादुर पुन हुनुहुन्छ कपुरकोट गाउँपालिका सल्यानबाट 2080, शेरसिंह घटी हुनुहुन्छ शारदा नगरपालिका 13 लेप्टाखुराबाट 1000, निमबहादुर बुढाथोकी हुनुहुन्छ मृतकको मामा पनि पर्नुहुन्छ उहाँ शारदा नगरपालिका 13 चलनपानीबाट रु 10,000। त्यसै गरी प्रकाश बोहरा हुनुहुन्छ शारदा नगरपालिका 12 सल्यानबाट रु 3000, र प्रकाश बुढाथोकी हुनुहुन्छ शारदा नगरपालिका 12बाटै रु 1555। रमेश सुनार हुनुहुन्छ गोर्खा हाल साउदी लेख्नुभएको थियो रु 1817 रुपैयाँ 71 पैसा। जयन्ता चन्द हुनुहुन्छ कपुरकोट गाउँपालिका 2 कोठीपनबाट रु 1110, मिना रोका बस्नेत हुनुहुन्छ बाक्सौर नगरपालिका 10 भाटभिटे सल्यानबाट रु 1100, लोकेन्द्र बुढाथोकी हुनुहुन्छ शारदा नगरपालिका 12 सल्यानबाट रु 1005। यस तारिकको दिनमा जम्माजम्मी 9 जनाको सहयोग प्राप्त भएको छ, र 9 जनाबाट जम्मै 22,627 रुपैयाँ 71 पैसा सहयोग आएको थियो। अब लगतै 24 तारिकमा प्रवेश गरिसकेँ मैले। 24 तारिकमा गङ्गा रोजिन एन्ड टर्बेन्टाइन इन्डस्ट्रिज प्राली शारदा नगरपालिका 1 शान्तिनगर सल्यानबाट रु 20,000 प्राप्त भएको थियो। उहाँले ह्यान्ड क्यास दिनुभएको थियो, जुन तपाईँले बैंक स्टेटमेन्टमा खोज्दाखेरि जुन 1मा भेटाउनुहुन्छ। यहाँ चाहिँ यो स्टेटमेन्टमा तपाईँको 24 तारिकको स्टेटमेन्टमा यो 20,000 चाहिँ देखिँदैन। त्यसै गरी लक्ष्मी 24 तारिकमा लक्ष्मी प्लस लालबहादुर पुन मगर उहाँको बहिनी ज्वाइँ हुनुहुन्छ रोल्पाबाट पठाउनु भएको थियो रु 10,305। केशर बुढाथोकी हुन्छ शारदा नगरपालिका 15 स्यालेघारीबाट रु 2000। 24 तारिकको दिनमै एउटा उसको पर्सनल रु 1000 को ट्रान्जेक्सन पनि देखिएको छ, डिपोजिट देखिएको छ, जुन प्रकाश बुढाथोकीले पहिले नै रु 1555 सहयोग पठाइसक्नु भएको थियो। उहाँकै अकाउन्टबाट रु 1000 आएको छ, उसको चाहिँ यो चाहिँ उसको पर्सनल हो है। र त्यसै लक्ष्मी सेजवाल हुनुहुन्छ शारदा नगरपालिका 15 बडाखोलाबाट रु 1111। त्यसै गरी आफ्नो जन्मदिनको अवसर पार्दै उहाँले पनि सामाजिक अभियन्ता हुनुहुन्छ मधुसूदन सेजवाल, उहाँबाट रु शारदा नगरपालिका 4 सल्यानबाट रु 3005 आएको थियो, र जम्मी 5 जनाको सहयोग आएको थियो, र 36,421 रुपैयाँ 24 तारिकको दिनमा आएको थियो। स्टेटमेन्टमा चाहिँ त्यति देखिँदैन, तपाईँको 16,421 मात्रै देखिन्छ। त्यो 20,000लाई पनि जोड्नु पऱ्यो भने 36,421 रुपैयाँ 24 तारिकको दिनमा आएको थियो। 25 तारिकमा प्रवेश गरिसकेँ मैले। 25 तारिकमा फतेबहादुर गिरी हुन्छ शारदा नगरपालिका 13 अत्तरकाँडाबाट रु 2233। केशर घरती हुनुहुन्छ रुन्डीगढी गाउँपालिका रोल्पाबाट रु 1205, र रवि केसी हुनुहुन्छ छत्रेश्वरी गाउँपालिका 5 सल्यानबाट रु 1000, र एकजना हुनुहुन्छ जसको बारेमा हामीले कुनै जानकारी पाउन सकेनौँ, उहाँले नबिल बैङ्कबाट ट्रान्सफर गर्नुभएको छ रु 3000 रुपैयाँ। धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँलाई। जो भए पनि तपाईँको नाम ठेगाना र फोटो पाउन सकेनौँ, कहीँबाट तपाईँको फोटो यहाँ राख्न असमर्थ भएमा त्यसको लागि सरी। र त्यसै गरी हामी 26 तारिकको स्टेटमेन्ट हेर्दा 26 तारिकमा रितु डाँगीबाट मात्रै आएको छ शारदा नगरपालिका 5 सल्यानबाट हुनुहुन्छ रु 1000, र त्यसै गरी 27 तारिकमा पनि एकजनाबाट मात्र आएको छ, टोपेन्द्र नामबाट आएको छ, उहाँको पनि ठेगाना फोटो पाउन सकेन र यहाँ राख्न असमर्थ भयो, त्यसको लागि सरी भन्न चाहन्छु। रु 1111 रुपैयाँ राख्नुभएको थियो। 27 तारिकदेखि एकैचोटि 31 तारिकमा सहयोग आएको थियो। लोकबहादुर डाँगी शारदा नगरपालिका 12 मगध चौरको व्यक्ति हुनुहुन्छ, हाल शान्तिनगर 7 बुढाडावर दाङबाट सहयोग पठाउनु भएको थियो रु 1005। जुन 1मा प्रवेश गरिसकेँ मैले। जुन 1मा निमबहादुर राजगुरुले पठाउनु भएको थियो शारदा नगरपालिका 13 अत्तरकाँडाबाट रु 2080। देवराज बुढाथोकी शारदा नगरपालिका 13 चलाउने पानीबाट रु 1121 रुपैयाँ 75 पैसा।
स्टेटमेन्टमा 3 जनाको देख्यो भने 20,000 अगाडि जोडिसकेको हुनाले यहाँ 2 जनाको मात्रै 3,201 रुपैयाँ 75 पैसा जम्मा भएको थियो। लगतै अब जुन 2 तारिकको जानकारी दिँदैछु मैले, जुन 2 मा पठाउनु भएको थियो। रवि सरा बुढाथोकी शारदा नगरपालिका 12 तिमिलेबाट रु 1,000, सिर्जना बुढाथोकी शारदा नगरपालिका 12 तिमिलेबाट रु 1,555, दिनेश नेपाली हुनुहुन्छ दाङबाट पठाउनु भएको थियो रु 2,222, धीरज घरती बादल हुनुहुन्छ, उहाँ चाहिँ 3 तारिकमा हो, उहाँले पठाएको भेर नगरपालिका छ जाजरकोटबाट रु 1,000 गरेर 2 र 3 तारिकको जोड्दा 5,777 रुपैयाँ। 3 तारिकमा 1 जनाले मात्रै पठाउनु भएको थियो 1000 र 2 तारिकमा 3 जनाले पठाउनु भएको थियो। स्टेटमेन्टमा पनि देखिरहेको छ। र अब लगतै अन्तिम चरणमा आइसकेको छु म। हामीलाई 3 तारिक पश्चात एकैपटक जुन 5 तारिकमा पठाउनु भएको थियो, 5 तारिकमा पठाउनु भएको थियो, पुष्कर बस्नेत पुष्प नेपाल हुनुहुन्छ, थारमारे ठिनबाङ जन्मवासी, हाल पटारे सल्यान निवासी हुनुहुन्छ, रु 1,111 रुपैयाँ पठाउनु भएको थियो। प्रकाश मल्ल ठकुरी हुनुहुन्छ शान्तिनगर 7 दुबीचौर दाङबाट रु 1,011। त्यसै विनोद चलाउने हुन्छ शारदा नगरपालिका 12 रेसिङ जुलाबाट रु 1,100। हिरासिङ छेत्री हुनुहुन्छ शारदा नगरपालिका 13 सल्यान चौरबाट रु 3,100। त्यसै गरी सरिता ओली हुनुहुन्छ आरके इलेक्ट्रोनिकको प्रोप्राइटर पनि हुन्छ आदरणीय दिदी, त्रिवेणी गाउँपालिका 1 काभ्रा, हाल शारदा नगरपालिका 1 श्रीनगर सल्यानबाट रु 5,155। त्यसै अनिल कार्की शारदा नगरपालिका 12 रेसिङ जुलाबाट रु 1,055। त्यसै गरी सबैभन्दा बढी रकम पठाउनु भएको थियो जुन 5 तारिकको दिनमा। अरूको समस्या पनि आफ्नै सरह सम्झने, सामाजिक हरेक समस्यामा सधैँ अग्रपङ्क्तिमा देखिने आदरणीय दाई र भाउजू सुरज ओली र परीक्षा चन्द ओलीले रु 33,333 रुपैयाँ 33 पैसा उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। धेरै रकम हस्तान्तरण गरिदिनु भएकोमा। उहाँ हुनुहुन्छ शारदा नगरपालिका 12 तिमिलेकै हुनुहुन्छ र अहिले बसोबास शारदा नगरपालिका 1 श्रीनगर सल्यानमा गर्नुहुन्छ। हामीलाई 6 तारिकको दिनमा सुनिता योगीले पठाइदिनु भएको थियो, आदरणीय दिदी हुनुहुन्छ तुलसीपुर दाङबाट रु 1,000 र नोखीराम बुढाथोकीले पठाइदिनु भएको थियो शारदा नगरपालिका 12 तिमिलेबाट जुन 8 तारिकको दिनमा रु 1,005। यी सबै बैंक स्टेटमेन्टको जोड्दा मैले बनाएको चाहिँ 105 जनाबाट जम्मी बैंक स्टेटमेन्टको मात्रै डिपोजिट भएको रु 2,35,402 रुपैयाँ 15 पैसा है। मैले बनाएको स्टेटमेन्टको 2,35,402 रुपैयाँ 15 पैसा र तपाईँले नै सहयोग सङ्कलन गरिरहेको हुनाले तपाईँले नै दिदिनु होला भनेर ह्यान्ड क्यास मोहन बुढाथोकीले चन्द्रालाई दिनुभएको छ। अहिले पछिल्लो समयमा रु 2,000 गरेर चन्द्रा बुढाथोकीको खाताबाट अब ट्रान्सफर हुनु पर्यो कति 2,37,402 रुपैयाँ 15 पैसा। स्टेटमेन्टमा भएको 2,35,402 रुपैयाँ 15 पैसा र ह्यान्ड क्यास दिएको रु 2,000 गरेर रु 2,37,402 रुपैयाँ। जम्मी कति डिपोजिट भएको थियो भनेर जानकारी गराउँदैछु। भेटेर नगद दिएको अघिल्लो लाइभमा मैले भनेको थिएँ त्यो 1,13,590 रुपैयाँ भनेको थिएँ अघिल्लो लाइभमा। तर जमुना ओली जो मृतकको भान्जी पर्नुहुन्छ उहाँबाट रु 3,155 पनि पहिले नै त्यति बेलै दिइसकेको रहेछ। सायद मिस्टेक भएको अथवा मैले भन्न छुटाएको हुन सक्छु। यो सहित जम्मी भेटेर दिएको अमाउन्ट जो प्रत्यक्ष भेटेर सहयोग हस्तान्तरण गर्नुभएको थियो 1,16,745 पुगेको छ। 1,37,402 रुपैयाँ 15 पैसा प्लस 1,16,745 जोड्दा 3,54,147 रुपैयाँ 15 पैसा जम्मी सहयोग सङ्कलन भएको छ। हामीले परिकल्पना नै गरेका थिएनौँ कि हाम्रो सर्कलमा हाम्रो वरिपरि यति धेरैजना यति धेरै सहयोगी मनकारी व्यक्तिहरू हुनुहोला भन्ने एउटा सोचाइ नै थिएन। सोचे भन्दा एकदमै धेरै व्यक्तिहरू जोडिएर सबैजना सहयोगी व्यक्तिहरूले गर्दा
हामीले सोचे भन्दा पनि राम्रो रकम सङ्कलन भएको छ। त्यसको लागि तपाईँ सम्पूर्ण सहयोगी व्यक्तिहरूलाई जसले आफ्नो क्षेत्रबाट सकेको भूमिका निर्वाह गर्नुभयो सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र उक्त रकमको बारेमा पैसा त उठ्यो, के भयो त भन्ने पनि जिज्ञासा हुन्छ होइन। अब यति रकम पारदर्शी त भइसक्यो, यति उठेको पैसा मृतकको परिवारसम्म र ती साँच्चीकै ती साना बाबुहरूको लागि युज हुन्छ कि हुँदैन भन्ने कुरा पनि चासोको विषय हुनसक्छ। सामान्यतया बुझ्दाखेरि त अब सार्वजनिक रूपमा यति पैसा भइसक्यो भनिसकेपछि नदिएपछि जहाँबाट पनि प्रश्न उठ्ने स्वाभाविक कुरा हो। त्यो कुनै पनि हालतमा अड्डिने भन्ने कुरो भएन। त्यहाँ केही कारणहरू छ, जस्तो शिक्षा, स्वास्थ्य र भविष्यको केही योजना, तत्कालीन आवश्यकता र घरको आय स्रोतको विषयलाई पनि लिएर अहिले दौडधुप चलिरहेको छ। उहाँसँग मृतकको श्रीमतीसँगको सहकार्य भइरहेको छ र सबै कुरा फिक्स भइसकेको छैन। अहिले त्यो फिक्स भइ नसकेको हुनाले सबै डाटा यहाँ प्रस्तुत गर्न सकिएन। जस्तो हामीले ऋण कति तिर्यौँ अनि कहाँ कति खर्च भयो र बाँकी रकम कति छ, के गरिने हो भन्ने यहाँ डाटा मैले अघिल्लो लाइभमा आज नै जानकारी गराउँछु भने पनि यो असमर्थ भयो, सबै कुरा फिक्स नभइसकेकोले। जस्तो मोटामोटी हिसाब गर्दा सबै खर्च कटाउँदा पनि केही रकम बच्ने देखिएपछि फिक्स डिपोजिटको लागि बाबुहरूको पर्सनल अकाउन्ट पनि खोलिसकेको छ। मैले आग्रह गरेँ फिक्स डिपोजिट गरौँ न त भन्ने, त्यो अकाउन्ट पनि खोलिसकेको छ। अघि माथि भनिएका कुराहरू जस्तो फिक्स नहुँदै, जस्तो आय स्रोत, घरको आय स्रोत, शिक्षा, स्वास्थ्य कुराहरू फिक्स नहुँदै हामीले त्यो पैसालाई फिक्स डिपोजिट गरिदिउँ भनेपछि भोलि समस्या पर्दा कसले हेर्छ भन्ने पनि एउटा सोचनीय कुरा हो। र हामीले भने जस्तै र सोचे जस्तै जुन तरिकाले लागिरहेको छ अहिले बाबुहरूलाई पढाइ फ्री र आमालाई जागिर हुनासाथ मेरो योजना, यसमा म तपाईँहरूको पनि सुझाव दिन चाहन्छु। मेरो योजना चाहिँ बाबुहरूको लागि हेल्थ इन्सुरेन्स गराइदिने र शिक्षा फ्री भइहाल्छ। आमाको थोरै भए पनि घर खर्च चलाउनको लागि आय स्रोत भइदिएको खण्डमा त्यो बाँकी रहेको पैसाहरू दुई भाइकै खातामा फिक्स डिपोजिट गरिदिने, जसले लगभग मिनिमम 10 वर्षको बराबरको फिक्स डिपोजिट गरिदियो भने जसले उनीहरूको उच्च शिक्षाको लागि राहत पुगोस्। यसरी उनीहरूको उता हेल्थ इन्सुरेन्स हुन्छ, उता शिक्षाको लागि 10 सम्मको लागि एजुकेसन फ्री भइहाल्यो भने उच्च शिक्षाको लागि भोलि पैसा नभएकै कारण कलेजमा भर्ना हुन नसक्ने, कलेज पढ्न नसक्ने स्थिति नआओस् भन्ने मेरो मनसाय हो। त्यो मेरो व्यक्तिगत सोचाइको कारण यसरी गर्दा के होला भनेर म तपाईँहरूसँग पनि राय माग्न चाहन्छु। यो यसो गर्नु ठिक कि बेठिक, यसमा तपाईँको सुझाव दिनु होला। र त्यस पछाडि अबको भिडियोमा यति लामो बनाउँदैन, सर्टकटमा बनाउँछु र मृतकको श्रीमती कहाँ पैसा ट्रान्सफर गरिसकेको स्लिप, जुन अकाउन्टमा आएको, जुन ह्यान्ड क्यास उठेको 1,16,000 वाला चाहिँ उहाँलाई हस्तान्तरण गरिसकेको 1,16,445 र जुन 2,37,402 रुपैयाँ 15 पैसा छ अकाउन्टमा चन्द्रा बुढाथोकीसँग, यो पैसा उहाँलाई दिएको जानकारी सँगसँगै यो पैसा यति पैसा उठेको छ, यो पैसा चाहिँ कहाँ कति खर्च भएको छ र बाँकी के गरियो भन्ने कुरा चाहिँ तपाईँलाई जानकारी गराउनेछु। अहिले सबै कुरा फिक्स नभइसकेको कारण जानकारी गराउन असमर्थ भए। यति बेलासम्म हेरेर साथ दिनुभयो तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यदि तपाईँ जस्तै तपाईँको साथीले पनि थाहा पाओस् न त, उसले पनि सहयोग गरेको थियो, उसलाई पनि जानकारी होस् न त भन्ने चाहनुहुन्छ भने तपाईँको प्रोफाइलसम्ममा आइपुगेको यस भिडियोलाई सेयर गरेर त्यो व्यक्ति उहाँसम्म पनि पुर्याइदिनु होला, जसले मनकारी व्यक्ति, जो हृदयवान व्यक्ति हुनुहुन्छ उहाँसम्म यो भिडियो पुगोस् भन्ने मेरो पनि चाहना हो। यस अभियानमा जोडिएर दुःखको बेलामा जसरी पनि सहयोग गर्ने, आर्थिक, भौतिक, नैतिक अथवा भिडियोलाई सेयर गरेर अन्य मनकारी व्यक्तिसम्म पुर्याइदिने, तपाईँले जसरी पनि सहयोग गर्नुभएको छ, सबै सहयोग गर्ने व्यक्तिहरूको सबै मनोकांक्षा पुरा होस्, तपाईँहरूको कहिले पनि दुःख देख्न नपरोस्, यही चाहना छ मेरो। कसैको जिन्दगी बनाउनको लागि आफ्नो पसिना हस्तान्तरण गरेका व्यक्तिहरूलाई धन्यवादले मात्रै नपुग्ला, तर म धन्यवाद सिवाय अरू केही नै दिन सक्दिनँ। सम्पूर्ण सहयोग प्रदान गरिदिने व्यक्तिहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्, पुरा जानकारी साथ अर्को भिडियोमा भेट्नेछु।